आज कति तारिक? गुड मर्निङ। Good morning. कहाँ जान लागेको? Mustang. Are you excited, guys? Yeah. Huh? बाबु हजुर कता जान लागेको? मुस्ताङ मेरो विदेशी बहिनी कहाँ जान लागेको? Nepali विदेशी. इन्सपेक्टर होइन आई विश होइन अब इन्सपेक्टर हुनेवाला। यो चाहिँ मेरो आमा जान पाएन भनेर अलिकति निराश छिन्। हामी चाहिँ होइन मुस्ताङ जान लागेको 5 डेजको टुर है। यो चाहिँ हेटौँडा आज चाहिँ हामी चाहिँ मुस्ताङको टुर जान लागेको। यो चाहिँ हेटौँडा 8 कमाने है। यो गाडी लिएर मेरो आमा नातिनी भदैनी नातिनी ए सेल्सी पनि जाने भनेर रुँदैछ यहाँनिर। ल छिटो ल यहाँ चाहिँ यसको आमा छोरी मेरो कान्छी बहिनीको होइन। यो मेरो बहिनीको छोरी होइन। गुडिया बोकेर बस्यो भन्ला है। अनि यो चाहिँ मेरो आफ्नै छोरा खुदको छोरा। अब बुढाहरू चाहिँ रुवाबासी होइन घुम्न लागेर रमाइलो छ। छिटो हिँड्न भाग छिटो। बाई बाई। फेरि पापा ल्याउने केरा ल्याउने। मैले त क्लिक गर्दैछ कि। अनि हामी चाहिँ अलरेडी गाडीमा चढ्यौँ। हेलो हेरि बुढाहरू कस्तो ब्युटिफुल होइन। मेरो डटर्सहरू छ अरे क्या। अनि त्यसपछि मेरो छोरा सबभन्दा ह्यान्डसम होइन। मेरो छोरा चाहिँ कति वर्षको भयो अरे बाबु? 23 यङ बोय होइन। के अरे इन्जिनियरिङ लुकिङ फर द ब्युटिफुल गर्ल्स होइन। यदि कसैलाई चाहिँ एउटा ब्युटिफुल हार्ट भएको केटी छ भने चाहिँ मेरो छोराको लागि क्या। छोरा पुरा हेर्न रिसाइरहेछ। हेटौँडा कमानेको चाहिँ यो चाहिँ के अरे यसलाई छाला गेट भन्छ होइन। यस हाम्रो यो छाला गेट भनेको मतलब चाहिँ यहाँ चाहिँ छाला फ्याक्ट्री थियो। अनि थियो अहिले नि छ तर चल्दैन होइन छाला फ्याक्ट्री। अहिले बन्द भइसक्यो। औद्योगिक क्षेत्रभित्र हाम्रो घर चाहिँ यतापट्टि हो क्या। यो छाला फ्याक्ट्री हो। अनि यतापट्टि चाहिँ के भन्थ्यो अरे त्यो मासु फ्याक्ट्रीलाई के भन्थ्यो हामीले? लाइबस्तर अनि यो चाहिँ हेटौँडा कपडा उद्योग होइन। एकदमै के भन्थ्यो अरे एकदमै पपुलर थियो है त्यो जमानामा चाहिँ। अहिले चाहिँ बन्द ह हाम्रो हेटौँडाको। यो चाहिँ पुरै औद्योगिक क्षेत्र क्या होइन। यहाँ के फ्याक्ट्रीहरू छ के अब त्यो मलाई पनि एक्ज्याक्टली थाहा छैन अहिले चाहिँ। अनि आफ्नो गन्तव्यतिर लाग्दैछौँ होइन त। यो कहाँ आइपुग्नुलाई अब चाहिँ हनुमान ढोका यो हनुमान गेट भन्छ क्या अरे हाम्रो यो हेटौँडा कमाने एचआइटीको। यो चाहिँ कर्रा पुल है। अनि यो चाहिँ त्यत्रो ठुलो पानी परेको थियो। अनि त्यसपछि यहाँ चाहिँ बाढी आएछ हल्का, नत्र भने सुकिसकेको थियो यो खोला पनि पुरै। यो चाहिँ बेनी बजार होइन। ल निस्क्यो बुढा बेनीको बजार। छिटो ओर्ली ल। आइपुगे शान्ति थाहा बेनीको बजार। गीत गाइदिएर एउटा बेनीको बजार। कहाँ आएको? ल गीत गा त बेनीको बजार भनेर। अनि शान्तिलाई इन्ट्रेस्ट पारिरहेको थियो त गाडीभित्र त। मैले देखेको थिएँ क्या त्यो पुरा। ऊ माथितिर हो क्या गाउँ जाने हो कि रुप्से झर्दा होइन त।
के बोक्या टुडिङ कतिवटा सिँढी रहेछ गन्या मैले गनेछु क्या अहिले सबैलाई सोध्छु कसरी सम्झिँदैन क्या यो कुरा चाहिँ होइन त्यतिखेर चाहिँ हामी धुम्बा लेक होइन मुस्ताङको कति 28-33 मिटर 92 मुस्ताङको राम्रो रहेछ सानो रहेछ ताल चाहिँ होइन तर यस्तो त्यो फुल होइन राम्रो लाग्यो हावा चाहिँ लास्टै आउँदो रहेछ मान्छेहरूको हिँड्छ है पर्यटकको भनौँ न हामी नेपालीहरू नै छ यहाँ चाहिँ माछा हुँदो रहेछ कि यो तालमा चाहिँ है प्राय गरी यो ठाउँमा चाहिँ माछा हुँदैन अरे तालमा भने सुनेको थिएँ तर यो तालमा चाहिँ माछा रहेछ अनि यो ताललाई चाहिँ नागको थान भनेर भन्दो रहेछ यहाँको लोकल मान्छेहरूले ओके मान्छे कस्तो देखेको यार त्यहाँनिर ल माथि यहाँ चाहिँ झाँक्री गल्ली 4 रे होइन कस्तो रहेछ त गल्ली गल्ली यस्तो यस्तो गल्ली हुँदो रहेछ कि है यो त मान्छेको घर पुग्छ क्या ए तपाईँ चाहिँ यहीँको बासिन्दा ए के सामान छ र त्यहाँ एउटा आमाले पनि किन्नु भनिरहेको थियो खिच्छ र यो उयो जुसको चाहिँ कति हो तपाईँकोमा चाहिँ 100 रुपियाँ ए सबै एकै ठाउँ एउटै भाउ हो अनि यो के भन्छ अरे टिमुर चाहिँ 150 हो उयो अनि नेचुरल टिमुर चाहिँ 150 मा यहीँ फलेको हो ए यसमा कलर सलर त लाउँदैन नि है कलर कहाँ लाउने त्यही खानुस् एउटै खानुस् न कति हुन्छ 150 अनि त्यो छोप पनि 150 ए एउटा लैजाउँ कि क्या त डेट हुन्छ यसको एक्सपायरी डेट चाहिँ हुँदैन यो सुक्खा चिज हो ए जहिले भयो खाए कि हुन्छ है अनि यो बदमहरू चाहिँ बदम हो कि के हो यो होइन दाल होइन यो यो त सिमीको दाल जस्तो छ यो चाहिँ ओखर हाम्रो लोकल ओखर हो त्यहाँ फलिरहेको देखाएको तपाईँको यो के अरे जिम्बुलाई चाहिँ कति हो जिम्बु 50 रुपियाँ 50 रुपियाँ अस्ति त हामीले यसको त 2टा प्याकेट थियो होला एउटाको 350 छ्या हामीलाई घाटै लागेछ त है जम्मा 50 रुपियाँ मात्रै वाउ है हामी त ठगाइमा परेछ त अस्ति त यस्तो दाल पनि हाल्नु मिल्छ फोहोर गर्ने होइन है फोहोर गरेर पिटी खान्छ तिमीहरूले ओके लो गर्फु गुम्बा लो निफु गुम्बा गुम्बा पो रहेछ यो त अब छोसेर मुस्ताङ अबे मैले त कस्तो स्यास्या भइतिर ल स्यास्या भइतिर होइन
गाह्रो हुने रहेछ हिँड्ने बेला त थाहा त्यतिकै पनि है माइ गड हो रहेछ क्या अब हिँड्नै नसक्ने मान्छेहरू त होइन हो यति गर्दा पनि कस्तो हुँदो रहेछ त साँच्चै नै नमस्ते पसम म सकेन कस्तो यति भरे चढ्दा त मलाई मात्र हेर्नु सबैजनालाई यस्तो भित्र कसरी जाने होला प्रभु खतरा उता हेरेर आएछ के हामी गयो दरबारभित्र ए दामी रहेछ यस्तो के रहेछ कन्टन कुन्टुङ ओ माइ गड कस्तो हुँदो रहेछ एकदम बलियो रहेछ होइन माथिको चाहिँ बलियो अनि होइन तर यो भित्ताहरू एकदम धेरै मजबुत चाहिँ छैन यार यता पनि छ यार बत्ती नै होइन मेरो बत्ती आयो भने डर लाग्यो हामी बल्ल त 2 तला आयो 5 तला अरे लेट्स गो गाइस कन्टिन्यू कता हो भर्याङ खोज्दै जाउँ अब त्यो नि कोठा भइहाल्यो यहाँ होला हेलो उयो रहेछ भर्याङ यहाँ भर्याङ छ बाबु ए चढ्ने हो क्या हेट लाइफमा चाहिँ सबै चिजको एक्सपिरियन्स चाहिँ लिने हो क्या यहाँ पनि अब अर्को तला वेट बिस्तारै हिँड है बिस्तारै एकदमै केयरफुली यहाँ अर्को तला आइपुग्यो 2 तला यहाँबाट बाहिर हेर्दा चाहिँ डर लाग्दो रहेछ हेलो घरमा को हुनुहुन्छ आइजाऊ है कस्तो मजा आउँदो रहेछ हेलो डर थियो होइन मेरो बहिनी कान्छी बहिनी बस्यो हेलो बत्ती बालेर हल्ला नगर है थर्किन्छ गुफा यता देखा त बत्ती बालेर के रहेछ पुरा कोठा रहेछ क्या 2 तले भयो कि 3 तले भयो दाइ तर हामीलाई चाहिँ होइन श्वास प्रश्वासनमा चाहिँ गाह्रै हुने रहेछ है यो मुस्ताङमा चाहिँ बाहिर नर्मली हामी चाहिँ अलिअलि गाह्रै हुने रहेछ गाह्रो भयो नि म चाहिँ चढिन्छु है टाउको निहुरेर हिँड है बुढाहरू टक्राक्क ठोक्छ होला के नेस कसा लुनारा अर्को भर्याङ आयो हजुर बाजेले हामीलाई डुलाउँदैछ है मैले ठोकेर टाउको सास बढ्यो भर्याङ चढ्यौ यस आई डिड यहाँबाट नि पुरा रहेछ बाहिर देख्नु ओइ त्यसरी नसमात त्यस्तो स्ट्रङ छ जस्तो लाग्दैन कि ओइ हामी 4 तलामा आयो डरछेरुवा 2 जना बाहिर बस्यो योभन्दा माथि छैन होइन सक्यो सो गुड ओके कता गयो नि त भाइ योभन्दा माथि छैन बाबु यहाँबाट बाहिर हेर आइज अब अनिताले त के चुप लाग्न के भने अरे तँलाई नै ल्याउँछु पहिला सुरु अनिताको एक्सपिरियन्स के हो अरे ल मान्छे अब कोही मान्छेहरू होइन मुस्ताङ घुम्न आयो मुक्तिनाथ हुँदै होइन अप्पर मुस्ताङ घुम्न आयो भने चाहिँ होइन कसरी एक्सप्लेन गर्छ त तिमीले चाहिँ कस्तो खालको चाहिँ होइन इन्जोयमेन्ट लियो त ल भन के रहेछ त मुस्ताङ भन्ने चाहिँ के रहेछ त
सबैजनाले बोल अनि त्यसरी लास्टमा म भन्छु है त अनि एलिसा कता गयो एलिसा भन् त सोमबार कहिले आउला भन्दा थियो होइन आज मङ्गलबार आइसक्यो ल भन् छिटो अनि प्रतीकको चाहिँ कस्तो लाग्यो त दामी राम्रो लाग्यो रे तर हिमाल देखायो भने चाहिँ अझै राम्रो हुन्थ्यो अनि अब डल्लुको एकदम राम्रो लाग्यो मलाई त खालि राम्रो मात्रै लाग्यो अनि के चाहिँ रहेछ त मुस्ताङ भनेर चाहिँ नभन्ने के रहेछ त मुस्ताङ भनेको चाहिँ के रहेछ त त्यति मात्रै तिमीहरूको सक्यो यति नै हो यति नै हो नमस्ते नमस्ते हो जनता जान्न चाहनुहुन्छ अब तिमीहरूले यति भनेपछि अब मैले के भन्नु त है मसँग त कुनै शब्दै छैन नि अब यस्तो होइन अब छोरीले बहिनीले छोराले अब यस्तो मजाले अब भनिसकेपछि त होइन भन्दै नभने पनि इन्जोय लिइहाल्यो होइन त्यही कुरालाई नै सबैभन्दा ठुलो कुरा होइन त ठिक छ ल ठिक छ त त्यतिकै मान्छे सबैलाई यसरी आउनु भनेर के रिक्वेस्ट गर्नलाई पनि कन्फिडेन्ट चाहिन्छ कन्फिडेन्ट त्यसै मान्छे बोलिन्छ भनेर त गुनगुनाउँदैन तिमीहरू पोखरा फेवाताल होइन अनि यो के भन्दा लेक साइडको अब यो बारहरू रेस्टुरेन्टहरू चाहिँ पुरा हामी चाहिँ हेर्दैछौँ होइन अहिले हेरौँला कुनमा खान मन लाग्छ त्यसमा गएर खामला